चलो भाई देखो अब मैं क्या करता हूँ। हेलो एभ्रिवान, वेलकम ब्लग विथ समुद्र मेरो च्यानलमा हजुरहरू सबैलाई वेलकम छ। तपाईहरुले अगाडि चाहिँ थोरै हेरिसक्नु भएको छ, देखिसक्नु भएको छ आज चाहिँ के विषयमा हो, मतलब कस्तो खालको ब्लग हो भनेर अलरेडी देखिसक्नु भएको छ। सो अब हामी चाहिँ स्केटिङ खेल्नु हिँडेको आज चाहिँ, हैन गाइज, लेट्स गो। रेडी सेडी भएर चाहिँ रुमबाट निस्किसकेको छौँ हामी चाहिँ। यहाँ परदेखि गाडी चढ्छौँ अनि बहिनीहरूसँग चाहिँ के भन्छ चाबेलमा भेट भएर त्यहाँदेखि चाहिँ सँगै जान्छौँ हामी चाहिँ। हेलो, हामी चाहिँ अहिले फाइनली गाडी चढिसकेको छौँ। गाडी चढेर चाहिँ चाबेलसम्म चाहिँ गाडीमा जान्छौँ अनि त्यहाँदेखि फेरि अर्कै गाडी चेन्ज गर्छौँ। त्यहाँ चाहिँ बहिनीहरू त्यहाँ चाहिँ आउँछ, त्यहाँदेखि अर्कै गाडी चेन्ज गरेर चाहिँ हामी जान्छौँ। अहिले चाहिँ हाम्रो रुमदेखि चाहिँ चाबेलसम्मको गाडी चलिरहेको छ। यहाँ एकजना थपिनु भयो, एकजना यहाँदेखि एकजना थपियो, एकजना मिस थपियो यहाँदेखि। अब अर्को मिस कहाँ हो, एकजना मिस यहाँ। हेलो, हामी चाहिँ चाबेल आइपुगेको छौँ। चाबेल आइपुगेर गाडीदेखि झरेर चाहिँ उता जाने गाडी पर्खिँदैछौँ। प्लस त्यो बहिनी, एकजना बहिनी पनि आउनु बाँकी छ उतातिर उता। हामी चाहिँ अब यहाँदेखि अर्को गाडी चढेर चाहिँ जान्छौँ हामी उता मूलपानी गएर। त्यहाँ मूलपानीमा चाहिँ स्केटिङ छ, यहाँदेखि चाहिँ मूलपानीको अब गाडी चढ्छौँ हामी। अहिलेसम्म चाहिँ यो मान्छेलाई पर्खेको, अहिलेसम्म यो मान्छेलाई अहिलेसम्म पटेको कति ढिलो। अहिले चाहिँ हामी सबै भेट भएको छौँ है। गाडी पर्खेको, यहाँ गाडी नै आइपुगेन हौ। यदि गाडी चढ्नु भनेको मूलपानीको गाडी नै आइपुगेन। हामी चाहिँ मूलपानी पुगेको, तर यहाँ केटोले बिर्सेछ क्या। अनि फाइनली पुग्यो, स्केटिङमा पुग्यो। अब यहाँ पुग्यो स्केटिङमा। ओ माई गॉड, मुरु ढोक हुँदैछ। म त खेल्दिनँ, डर लाग्छ। सुरुमै डराएर हुन्छ यसरी। अभी मजा आएगा ना भिड़ो। तो रुको जरा, सबर करो। बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ,
हेलो गाइज, हामी चाहिँ फाइनली स्किटिङ खेलेर चाहिँ सकिसकेर चाहिँ हामी जाँदैछौँ, निस्किँदैछौँ। यहाँ हेर है, ल कस्तो कस्तो भयो, मजा पनि भयो हैन, तर दुखेर लडेर कस्तो म त खेलिन त डरले। कस्तो आजको खासै राम्रो चाहिँ भएन। ल आज फर्स्टचोटि खेलेको होइन, चाक दुखेर भोलि चाहिँ उठ्नु सकिँदैन होइन। अब हामी चाहिँ स्केटिङ खेलिसकेर पनि खाजासाजा खाएर पनि फर्किँदैछौँ। हामी चाहिँ रुम जाँदैछौँ।